सो हेलो गाइज, आज चाहिँ हामी यहाँ धान काट्न आएको थियौँ कि अनि धान काटिसकेँ मैले। कति बज्यो? 3 साढे 3 भइसक्यो होइन। अनि आमालाई टिप्न आएको हामी चाहिँ त्यहाँनिर टोइलेट जान्छौँ भनेर होइन। अरू चाहिँ धान झार्दै हुनुहुन्छ। आमालाको बोट चाहिँ यही रहेको छ। यो भाइ चढी छ, त्यहाँ माथि दिदी चढ्नु भएको छ होइन। गर्मी चाहिँ लास्टै छ होइन, तर त्यही पनि हामी अमला खाना छोड्दैनौँ। गाइस अमला फेरि सानो रहेछ। अमला चाहिँ दामी छ गाइस, बोट चाहिँ ठिकै छ। हेलो भन् भाइ, हेलो भन्नु दिदी। म चाहिँ रुख चढ्न सक्दिनँ गाइस, किनकि म चाहिँ पहिल्यैदेखि बच्चैदेखि रुख चढ्न खासै सक्दिनँ। अब उहाँहरू त यतै बसेको भयो नि त। गाइस हाम्रो खेत हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त्यहाँ खाजा लिएर आउँदै हुनुहुन्थ्यो अघि चाहिँ, तर यहाँ देखिनँ अहिले चाहिँ। अमलाको बोट ठुलै छ गाइस, अमला खान आउनुहोस्। अमला चढ्यो गाइस। यो चाहिँ हाम्रो स्कुल हो। म 10 सम्म पढेको स्कुल यहाँबाट देखिँदो रहेछ। म चाहिँ यहाँ फर्स्ट टाइम आएको क्या आज। त्यहाँ खेतमा चाहिँ आएर भन्दै यता थाहा चाहिँ थियो बोट छ भन्ने, सुनेको चाहिँ थियो, तर आएको थिइनँ। आज चाहिँ फर्स्ट टाइम आएँ। ठिकै रहेछ। तपाईँहरूलाई पनि अमला चाहिएको आउनु सबै। गाइस रोड, ओ माई गड, मलाई थाहा थिएन यार अहिलेसम्म। पछाडिबाट देखाउँछ। भिर रोड रहेछ यहाँ चाहिँ। वाउ, दामी अमला, मिठो रहेछ अमला चाहिँ। 2टा खाइसकेँ मैले। त्यहाँ हेर्नु त कुदेकान, बुढाहरू कुदेकान। ल ल ल ल ल हेर्न सक्नुहुन्छ। तिमीहरू के खान आएको यहाँ? यिनीहरू हामी आएको देखेर हेर्नु त, खाजा लिएर आएको मान्छे यहाँसम्म दौडेर आइरहन्। देख्नुभयो? हामीलाई खाजा ल्याउने मान्छे कत्रो ठुल्ठुला खान्, कत्रो ठुल्ठुला खान् हामीलाई खाजा ल्याउने मान्छेहरू। बाई बाई गाइस, यति नै हो आज। मिठो छ आमाला, मिठो छ आमाला। बिचरा गाइस त दिदीमा टिप्दै हुनुहुन्छ, हामी यहाँ खाएको खाइछौँ। बाई बाई, बाई बाई भन सबैले। हेलो गाइस, म अमलाको रुखमा चढ्न लाग्दैछु। कति रुख चढ्न सक्छु हेरौँ है। मलाई चाहिँ नदेखा है। कहाँ जाने अब, कता जाने? म चाहिँ अमला भएपछि जान्छु भनेको होइन, तर अमला जानु त फाइनली गाइस म पनि अमलाको रुखमा चढ्न सक्छु रहेछु। मैले अमला पाएँ गाइस। अरू अम्बाको बेलाउतिर अम्बा चाहिँ होइन, अम्बा कहाँ पाउँछ यहाँ? त्यही त होइन भनेको के, अरू त्यस्तोमा चढ्छन्, हामी यस्तोमा अम्बाको उता जान्छु म।
यति धेरै लिएर आउनु ताको माथि चाहिँ नदेखि बस्या हो कस्तो क्लियर आयो है फेरि आइदिँदा हुन्छ नि त्यस्तो यति टिपे ओके बाई बाई सो गाइज हामी आमालाई टिपेर आएर नि यहाँ धानहरू सब झारेर ल्याएर हेर्नुहोस् यसरी रहेछौँ सबजना बुढाहरू यहीँ छौँ है त्यहाँ आमा आउँदै हुनुहुन्छ अनि मैले अस्तिको ब्लगमा हजुरहरूले देखाएको थिएँ नि पानी त्यही हो क्या यो चाहिँ खाने पानी नै हो हेर्नुहोस् यस्तो खालको हुन्छ एकदम मिठो पानी छ गाइस त्यहाँ दिदी पसल जानुभयो यस्तो छ रोड मेन रोड हो यो चाहिँ सुपर रोड हो नि कस्तो फिल भइरहेको छ आमा धान बोक्न पाउँदा खुसी फिल भइरहेको नि खुसी छ खुसी छु खुसी 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 बुबा र ड्याडी चाहिँ तल आउँदै हुनुहुन्छ बुबा चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ बुबा र ड्याडी बुबा ड्याडी ड्याडी सब जाँदै हुनुहुन्छ हामी सबजना यहाँ बसिरहेछौँ होइन यस्तै छ धान बोक्नु परेछ आजबाट चाहिँ सकेको त छैन तल अलि टाढाको चाहिँ सक्यो अब माथिको बाँकी छ ओके बाई बाई